सबैजनालाई जय मसीह। आजको वचन मार्च 28 उत्पत्तिको पुस्तक 1 अध्यायको 1 देखि 10 सम्म। शीर्षकमा छ सृष्टिको वर्णन। आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो, अथवा समुद्रमाथि अन्धकार थियो र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, तब उज्यालो भयो र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो र बिहान भयो, पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो, पानीका बीचमा एक क्षेत्र होस् र त्यसले पानीलाई 2 भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो, दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले ओभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। आमेन।